भइगयो हौ दाजु अब बिर्सिदिनुहोस् हराएको भए लुकेको भए भेटिन्थ्यो खोज्दा चिउ सर्जा गर्दा पो देखिन्थ्यो त बिरालोले गुलुकाको भन्दा पल्लो छेउ लुकाएको छ थुकी सुक गरे पनि मरे भेट्यो तपाईँको लागि नि दाजु केटी खोज्नु हो भने नि राम्री कुमारी केटीहरू त नि फाल भेटिन्छ दाजु नो पिर्चिन्ता दाजु जति नै राम्री भेट्यो भने त्यो जस्तो भेटिन् कुरै खत्तम जति समय लाग्यो भने म कुरेरै बस्छु खासमा नि दाजु त्यो केटीमा छ चाहिँ के जुन अरू केटीहरूमा छैन आराधरन न्यू केटा आराधरन नाथे आरा धरन पो आरा काट्नलाई त्यो भन्दा खाइलाग्दो धरन त कति पाइन्छ पाउन त पाइन्छ होला तर त्यही आराधरन त पाइँदैन होला नि त के हो होइन होला हौ दाजु के हो सोरे आना हुनी कहाँ नहुनु हिजो भर्खर 10 जना पठाए अब त्यस्तै 1-2 जना बाँकी छन् तिनीहरू पनि 1-2 दिनमा जान्छन् ल ल ल ल ढिलो नगर्नु है चाँडो चाँडो पठाउनु ल के छ भतिज ठिकै छ हौ काका साँच्ची भतिज कति समयको छुट्टीमा पो आएको रे आफ्नै पाराको छुट्टीमा हौ काका जानु मन लाग्यो भने जाने जानु मन लाग्यो भने नजाने अनि भतिजको आवाज आउँदैन प्रश्न यता यता सोध्छु उत्तर उता उताबाट आइरहेछ कि युद्धमा गएर आवाज गयो दाजुको मुडै छैन काका त्यही भएर जे जे कुरा गर्नु छ मसँग गर्दा हुन्छ तिमीहरूसँग कुरा गरेर मलाई केही हुनेवाला पनि छैन मेरो कुरा त बाघमारा दाजुसँग छ बरु बाघमारा दाजु खै हक्नु गएको छ हौ अब त सकियो होला बोलाउनु न काका बाघमारा दाजु ए बाघमारा दाजु बाघमारा दाजु ए बाघमारा दाजु हो को हो अब के गर्नु आएछ हौ आज यतातिर गर्नु भन्दा पनि सोध्नु आएको के दाजु जे गर्नु आए पनि छिटो भन्न जाँठा मसँग टाइम छैन के कुरा के भन्दा नि दाजु त्यो जन्तरेको बुढी छ नि 1-2 हप्तादेखि घरमा पनि छैन रे फेरि बाहिर पनि कतै गएको छैन रे फेरि त्यो जन्तरे पनि घरको सिकुवा भन्दा 1 पाइला अगाडि छाड्दैन रे खासमा कुरा के रहेछ अर्काको बे था हामीलाई के था अनि दाजु तिमीलाई के थाहा छैन र किन थाहा नहुनु सबै थाहा छ मलाई त्यो जन्तरेले त्यसको बुढीलाई 14 दिन 15 घण्टा 23 मिनेट 16 सेकेन्ड भयो लुकाएर राखेको कस्तो अवस्थामा छ केही थाहा छैन अर्काको छोरी चेली बिहे गरेर घरमा भित्राइसके पछाडि त्यसरी नजर बन्दमा राख्नु मिल्दैन होला नि त के हो बल्ल भनी भतिजको बोली फुट्यो निशानामै ट्याकेर हान्यो भतिजले त्यसै लाउरे त भएको होइन रहेछ नि त त्यो जन्तरले अरूको छोरी चेलीलाई त्यसरी नजरबन्द गर्न पाउँछ मलाई त कता कता अर्कै शङ्का लागिरहेछ कतै त्यो जन्तरले त्यसको बुढीलाई रिसको झोकमा तलमाथि त केही गरेन नि म सधैँ त्यो बाटो हिँडिरहँदा बुढाबुढी खालि झगडा मात्र गरिरहन्थे होइन होला के हो हुन सक्छ है लु सबैजना जन्तरेको घरमा गएर कुरा गर्नुपर्छ होला नि त के हो चिप्ला जाँठा पानीमा पादेको जस्तो कुरा गर्छ हामी 4 जना मात्रै गएर हुन्छ गाउँको जान्ने मान्ने लानु पर्दैन पर्छ नि किन नपर्नु बरु गाउँतिर सबैजनालाई भेला पार्दै गरौँ त ल जु अब गाउँको काजी गाउँमा छैन जाने त त्यही तानेको मात्र होला नि लु ल ज्याकेट पनि लिएर आइज हो जिन्दगी एकछिन पक्क केटा हो त्यो हाप्सी हामीले त्यतिकै जाउँ भन्दा मरे जाँदैन त्यसलाई एउटा राम्रो कार्यक्रम छ भनेर भन्दा म सभापति हो भनेर भन्छ त्यसलाई हामी सबैले हो भनेर भन्ने त्यति गरेपछि त कसो नजाला त्यति साह्रो पनि नगर्लान् के दाजु त्यसमाथि मैले भने पश्चात जुरुक्क उठेर इन्टी जान्छन् ल जाउँ न बताए जाउँ पत्याइन मैले ए दाइ पनि हिँड्नुहोस् न मेरो पावर देखाउँछु नि त्यहाँ गएपछि ल आउनुहोस् ल आउनु हा पैनी ज्यान बन दाजु आउनु भिनाजु दान प्रसाद भिनाजु ए भेना दान प्रसाद
मास्टर बोर्ड यहाँ ध्यान गरेर बस्या बेलामा थोत्रो रेडियो कहाँ घन्किन्छ कहाँ नै टिनी भुनी गरी भने त यहाँ पो रहेछन् होइन बे तिमीहरू यो भेडाको बथान जस्तो लड्को लागेर कता हिँडे कता हो नि बिनाजु उहाँ गाउँमा जन्तरीको एउटा विशेष कार्यक्रम हुन गइरहेको छ अनि त्यही भएर तपाईँलाई पनि लिन आएको म किन जाने त्यहाँ मेरो के काम तपाईँको त खतरा महत्त्वपूर्ण काम छ नि हो बिनाजु झन्मा सुँगुरे काजी सदरमुकाम झर्या बेला गाउँको जान्ने मान्ने ठान्ने गुन्ने भनेकै तपाईँ त हो नि बिनाजु ठिक छ भनेपछि म त्यो कार्यक्रमको सभापति हो हो बिनाजु तपाईँ नै हो अनि प्रमुख अतिथि चाहिँ को कोही छैन बिनाजु सबै तपाईँ नै हो उसो भए ठिक छ जहाँ यो कालीवीर दान प्रसादको इज्जत हुन्छ त्यहाँ यो कालीवीर दान प्रसाद उडेर पनि पुग्छ ल हिँड अब तिमीहरूको प्रोग्राम कस्तो खालको प्रोग्राम हो बिनाजु भयो भयो धेरै तिमीले गर्नु पर्दैन जन्तरे ओ जन्तरे कहाँ मुन्टे यो ए जन्तरे बाहिर निस्कि त जन्तरे जन्तरे अरू बेला त तिमीहरू सुटुक एक्लै आउँथ्यौ अहिले त पुरै हलै बाँधेर हुलै बाँधेर आयो होइन तिमीहरूको के चाहिँ चिला राखेको हो तिमीहरूको कन्नमा चुर्ना पर्यो हो के खोज्न आएको यहाँ हौ जन्तरले ठुलो कुरा नगरौँ त फेरि गाउँको डाँडा मात्र होइन सीमापारीको डाँडा पनि नागेर जानु पर्ला है विचार चोगे कि नचोगे चाहिँ थाहा भएन तर यिनीहरू दुईटा गिद्धको कारणले मैले जिन्दगीमा धेरै दुःख भोगेँ होइन केटा हो प्रोग्राम भनेको यही हो बिनाजु हो यही हो ल सुरु गरौँ न त हुन्छ बिनाजु ल आजको यस कार्यक्रम हामी औपचारिक रूपमा सुरु गर्दैछौँ र आजको यस कार्यक्रमका प्रमुख अतिथि भने पनि सभापति भने पनि जे पति छन् सबै पति हाम्रो आदरणीय श्री कालीवीर दान प्रसाद ज्यूलाई जोरदार तालीका साथ स्वागत गरौँ अनि केटा हो प्रोग्राम चाहिँ के हो नि बुढी काण्ड बिनाजु बुढी काण्ड कसको जन्तरेको गाउँको कालीवीर दान प्रसाद है मान्ने गन्ने दनाजे जसलाई जे समस्या परे पनि मेरै घरमा आएर गुनासो पोख्छन् यो गाउँको वडा अध्यक्ष भन्दा माथिल्लो लेभलमा राखेर मलाई हेर्छन् त्यस्तो मान्छेलाई जन्तरेको बुढाबुढीको काण्ड मिलाउन लिएर आएको छ होइन त राम्रो मास्टर बोर्ड के हो जिस्किनलाई मै भेटेँ हामी हाम्रो यस कार्यक्रमलाई जे बाधा परे पनि हामी यस कार्यक्रमलाई सफल पार्नेछौँ कालो धोसो मात्र जुत्ताको माला पनि लाउँछौँ तँलाई हामी निकाल तेरो बुढी छिटो त खुरुखुरी निकाल्छस् कि तेरो बुढीको माइतीले बोलाऊ छिटो निकाल त निकालिहाल्छस् कि यसलाई त पुलिस बोलाएर छानबिन गर्नुपर्छ यसको घर पुरै होइन कहाँ हुन्छ यसरी यदि कलकलाउँदी राम्री बुढीलाई लुकाएर राखेर कहाँ राख्यो यसले न मार्यो कि न गाड्यो कि के थाहा हामीलाई छानबिन त हुनै पर्छ यसलाई कारबाही गर्नुपर्छ यसलाई छिटो निकाल अब त निकाल्छ त्यसले कहाँ ननिकालेर सुको हुन्छ निकाल्नु पर्यो कहाँ